परिवारले एउटा ओपन च्यालेन्ज लिएर आएका छन्। ओपन च्यालेन्ज चाहिँ लगारिथमिक फङ्सनको बारेमा हो। यसको बारेमा केही भनिरहनु पर्दैन होला। लग बेस ए अफ बी चाहिँ इक्वल्स वाई र त्यो वाई प्रेडिक्ट गर्ने एउटा फर्मुला पत्ता लगाउनु छ हामीलाई र त्यो फर्मुला को क्राइटेरियाहरू के छ भन्नुपर्दा चाहिँ यो क्राइटेरिया चाहिँ यो फर्मुला र यसको डेरिभेसन हाम्रो बेसिक सेकेन्डरी लेभल क्वेसनले पनि बुझ्न सक्नुपर्ने छ। फर्मुलाको सेकेन्ड क्राइटेरिया चाहिँ फर्मुलाले बेसिक म्याथमेटिक्स सिम्बल्सलाई मात्र युज गर्न पाउनेछ, जस्तै कि एडिसन, सबट्र्याक्सन, प्रोडक्ट र डिभिजन साइन र सँगै ब्र्याकेट साइन युज गर्न पाउनेछ। त्यो सँगै फर्मुलाको अर्को क्राइटेरिया फर्मुलामा होल नम्बर मात्र युज गर्न पाइनेछ र चौथो क्राइटेरिया र अन्तिम क्राइटेरिया भनेको चाहिँ फर्मुलाले दिने त्यो प्रिडिक्सन एक्ज्याक्ट भ्यालुसँग 2% ले मात्र भ्यारी गर्न पाउँछ। भन्नको अर्थ चाहिँ इरर 2% भन्दा बढी हुन पाउँदैन। भर्खरै भनिएका क्राइटेरिया मिट गर्ने पुरै फर्मुला कसैले पत्ता लगाउनु भयो भने कार्तिक 4 गतेभन्दा अगाडि नै हाम्रो स्कुलको अफिसियल मेल एड्रेसमा मेल गर्दा हुन्छ, नभए मलाई डिएम गर्दा हुन्छ। मेरो इन्स्टा आइडी अस्पाक59 र फेसबुक आइडी एमडी अस्पाक, साथै युट्युब च्यानल एमडी अस्पाक। र केटाले औँला मात्र चलायो क्रिएटिभ भएन भन्नुभयो होला भने चाहिँ मेरो टिकटक आइडी पनि छ एमडी अस्पाक59, त्यहाँ पनि फलो गर्दा हुन्छ। हस् त, धन्यवाद। एसई ब्याच 2073 माउन्ट एभरेस्ट आवासीय मानिस ननियापुर 5 रौतहटका विद्यार्थी मोहम्मद अशफाक आलमले गणित विषयको नयाँ फर्मुला प्रतिपादन गरेका छन्, जसले अत्यन्त छिटै परीक्षा दिने विद्यार्थीहरूका लागि वा क्याल्कुलेटर बिना कुनै पनि परीक्षामा प्रवेश गर्ने विद्यार्थीहरूका लागि यो विधिबाट सबैभन्दा सहज, सरल र छिटो उत्तर पत्ता लगाउन सकिनेछ। पुरस्कारको सन्दर्भमा सबभन्दा पहिलो पटक प्रमाणित गर्ने एकजना व्यक्तिलाई मात्रै रु 10,000 पुरस्कार दिइनेछ। यस कार्यमा अथक प्रयत्न, भगीरथ प्रयत्नपछि मेहनत र लगनशीलताले जुन एउटा नयाँ विधि प्रमाणित गरेका छन्, यस कारण म हाम्रो यस विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र निजलाई यस कार्यमा सहयोग पुर्याउनु हुने अभिभावक, गणित विषयका शिक्षक मित्रहरू र निजले अध्ययन गरेको कलेज सेन्ट जेभियर कलेज माइतीघर प्रति हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद। यस सम्बन्धी हामीले पत्ता लागेको फर्मुला कार्तिक 4 गतेपछि युट्युब च्यानलमा अपलोड गर्नेछौँ। त्यो दिन चाहिँ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिराख्नुहोस् एमडी अस्पाक, र यस बारेमा बेला बेलामा इन्स्टामा पनि अपडेट गरिराख्छौँ, त्यसैले इन्स्टामा पनि फलो गर्नुहोस् अस्पाक59। किप वाचिङ, किप सपोर्ट।